आज हामी एउटा यस्तो गम्भीर विषयको चिरफाड गर्दैछौँ जसले सायद तपाईँलाई पनि झस्काउन सक्छ। हेर्दा सामान्य लाग्ने एउटा डिजिटल च्याट कसरी एउटा डरलाग्दो र ज्यानै लिने पासोमा परिणत हुन्छ। आउनुहोस् यसलाई अलिक गहिराइबाटै बुझौँ। अब सोच्नुहोस् त, एउटा सामान्य हेलोबाट सुरु भएको कुराकानी कसरी ज्यानमारा बन्न सक्छ? यसको जवाफ काठमाडौँको भिडभाडमा बस्ने 38 वर्षीय स्मिताको कथाले दिन्छ। बाहिरबाट हेर्दा उनी 2 सन्तानकी सामान्य गृहिणी थिइन्। श्रीमान विदेशमा हुनुहुन्थ्यो, तर बाहिर जतिसुकै सामान्य देखिए पनि उनको जीवनभित्र एउटा निकै गहिरो र कहाली लाग्दो एक्लोपन थियो। र त्यही एक्लोपन मेटाउन उनले आफ्नो मोबाइल फोनको सहारा लिइन्। सन् 2022 को राष्ट्रिय जनगणनाको तथ्याङ्क हेर्ने हो भने नेपालका करिब 73.2% मानिसको हातमा अहिले मोबाइल फोन छ। यो त अब एउटा डिभाइस मात्र रहेन नि, हैन र? यो त बाहिरी संसारसँग जोडिने र कहिलेकाहीँ त झन् भावनात्मक सहारा खोज्ने सबैभन्दा ठूलो माध्यम नै बनिसकेको छ। त्रिभुवन विश्वविद्यालयको एउटा अनुसन्धानले निकै रोचक तर अलि डरलाग्दो कुरा देखाउँछ। 72% किशोर किशोरी र धेरैजसो वयस्कहरू अहिले परिवारसँग कुरा गर्नुभन्दा स्क्रिनमै झुम्मिन रुचाउँछन्। हो, यही भर्चुअल संसारको भिडमा स्मिताको भेट अर्जुन नामको एक पुरुषसँग भयो। दिनहुँको कुराकानी, दुःख सुख साटासाट र अर्जुनको त्यो एउटा जादुई वाक्य, तिमीलाई कसैले बुझेन तर म बुझ्छु। यही एउटा कुराले स्मितालाई बिस्तारै अर्जुनमाथि पूर्ण रूपले भावनात्मक रूपमा निर्भर बनाउँदै लग्यो। उनलाई लाग्यो उनी फेरि बाँच्न थालेकी छिन्। भाग 1, नियन्त्रणका सङ्केतहरू। क्लिनिकल मनोविज्ञानले भन्छ नियन्त्रण गर्ने बानी कहिल्यै पनि सिधै शारीरिक हिंसाबाट सुरु हुँदैन। यो त निकै सुस्तरी सुरु हुन्छ। केही महिनामै स्मिता र अर्जुन गोप्य रूपमा भेट्न थाले, तर अर्जुन बिस्तारै अत्यन्तै पजेसिभ हुन थाल्यो। स्मिताले कसलाई भेटिन् भनेर सोधपुछ गर्ने, अनावश्यक शङ्का गर्ने र कहिलेकाहीँ त मलाई छोड्यो भने सबै कुरा तिम्रो परिवारलाई भनिदिन्छु भनेर धम्की समेत दिन थाल्यो। मायाको नाममा स्मिता नजानिदो गरी एउटा डरलाग्दो जालमा फस्दै थिइन्। यदि तिमीले केही गलत गरेकी छैनौ भने मलाई तिम्रो फोन देखाउन किन डराउँछौ? तपाईले पनि कतै न कतै यो लाइन पक्कै सुन्नुभएको होला। नियन्त्रण गर्न खोज्ने व्यक्तिले ठ्याक्कै यही तर्क दिएर तपाईको डिजिटल प्राइभेसी खोज्छ। अर्जुन पनि स्मिताको फोन त्यसै गरी निरन्तर चेक गर्थ्यो। स्मिता डराउन थालिन्। उनले यो सम्बन्ध अन्त्य गर्न पनि खोजिन्, तर अर्जुन त्यो स्वीकार्न पटक्कै तयार थिएन। भाग 2, शिवपुरीका वियोगान्त घटनाहरू। अर्जुनले स्मितालाई भन्यो, ल ठिक छ, अन्तिम पटक भेटौँ, कुरा गरेरै सबै मिलाउँ। धेरै सोचेपछि स्मिता तयार भइन्। घरमा साथीको घर जाँदैछु भनेर निस्किएकी स्मिता साँझपख काठमाडौँको उत्तरी किनारमा रहेको शिवपुरी जङ्गल पुगिन्। त्यो रात शिवपुरी जङ्गल असाध्यै सुनसान थियो। चिसो हावा चलिरहेको थियो। वरिपरि केवल झ्याउकिराको आवाज मात्र सुनिन्थ्यो। त्यहाँ सुरुमा त सामान्य कुरा भयो, तर जब स्मिताले अब म यो सम्बन्ध कुनै हालतमा अगाडि बढाउन सक्दिनँ भनिन्, अर्जुनको अनुहार पुरै बदलियो। त्यहाँ माया थिएन, रिस, डर र पागलपन मिसिएको भाव थियो। भनाभन धकेला धकेलमा बदलियो र त्यही रातको अन्धकारमा अर्जुनले स्मितामाथि घातक आक्रमण गर्यो। र दुःखको कुरा के भने स्मिताको यो कथा एक्लो होइन। यही जङ्गलमा 18 वर्षीय सुषमा लामा र 45 वर्षीय सरिता तिवारीले पनि यस्तै अस्वीकार र अस्वस्थ सम्बन्धकै कारण आफ्नो ज्यान गुमाउनु परेको थियो। घटना घटेपछि अर्जुन आत्तियो। उसले हतार हतार सब लुकाउने र गाड्ने प्रयास गर्यो। मोबाइल बन्द गर्यो र केही दिनसम्म त केही नभएको जस्तो गरी एकदमै सामान्य जीवन जिउने नाटक पनि गर्यो। तर एउटा कुरा के बिर्सनु हुँदैन भने यो डिजिटल युग हो। यहाँ कोही पनि त्यति सजिलै लुक्न वा भाग्न सक्दैन। भाग 3, डिजिटल अनुसन्धान। जब स्मिता हराएको खबर फैलियो र परिवारले प्रहरीमा उजुरी दियो, अनुसन्धान सुरु भयो। प्रहरीले जङ्गल मात्रै खोज्लेन, उनीहरूले डिजिटल नेटवर्कको पनि गहिरो छानबिन गरे। यसमा सबैभन्दा ठूलो हतियार बन्यो CDR, अर्थात् कल डिजिटल रेकर्ड। यसले कसले कसलाई फोन गर्यो भन्ने मात्र बताउँदैन नि, फोन कुन टावरबाट कति बजे चलेको थियो भन्ने पनि ठ्याक्कै देखाइदिन्छ। अर्जुनले प्रहरीलाई म त घरमै थिएँ भनेर जतिसुकै झुट बोले पनि उसको मोबाइल लोकेसनले घटनाको समयमा ऊ शिवपुरी जङ्गलमै भएको कुरा छर्लङ्ग पारिदियो। यो डिजिटल टाइमलाइन हेर्दा कुरा एकदमै स्पष्ट हुन्छ। पहिलो दिन स्मिता हराउँछिन्, चौथो दिन परिवारले उजुरी दिन्छ, दोस्रो हप्तासम्ममा प्रहरीले अदालतको अनुमति लिएर CDR र मोबाइल लोकेसन ट्र्याक गरिसक्छ र अन्ततः चौथो हप्तामा ठ्याक्कै यही डिजिटल प्रमाणको आधारमा प्रहरी त्यही सुनसान जङ्गलमा पुग्छ जहाँ शव गाडिएको थियो। अन्ततः धेरै सोधपुछपछि सत्य बाहिर आउँछ र अर्जुन पक्राउ पर्छ।
यसले नेपाल प्रहरीले प्रयोग गर्ने आधुनिक प्रविधिको तागत कति छ भनेर स्पष्ट देखाउँछ। सिडिआर मात्र होइन, काठमाडौँ उपत्यकामा रहेका 170 भन्दा बढी सीसीटीभी क्यामेरा, गाडीको नम्बर प्लेट अटोमेटिक चिन्ने प्रविधि, पोलिग्राफ टेस्ट र फोरेन्सिक ल्याब, यी सबैले एउटै कुरा प्रमाणित गर्छन्, जतिसुकै सुनसान जङ्गलमा लुकाएर अपराध गरे पनि त्यो अन्ततः डिजिटल प्रमाणको उज्यालोमा छत्ताछुल्ल भई छाड्छ। भाग 4, एक चेतावनी। यो समग्र घटनालाई हेर्दा यो केवल एउटा हत्या वा कुनै अफेयरको कथा मात्र पक्कै होइन। यो त एक्लोपन, हाम्रो भावनात्मक निर्भरता, डर र नियन्त्रणले कसरी एउटा गलत निर्णयको भरमा सिङ्गो जीवन नै समाप्त गर्न सक्छ भन्ने एउटा अन्धकारपूर्ण यथार्थ हो। जब हामी आफ्नै परिवारको सट्टा भर्चुअल संसारमा अपनत्व खोज्न थाल्छौँ र नियन्त्रण गर्न खोज्ने व्यक्तिको ती साना साना रेड फ्ल्याग्सलाई व्यवस्था गर्छौँ नि, त्यसको मूल्य ज्यादै महँगो पर्न सक्छ। अन्तिममा एउटा गम्भीर प्रश्न, जुन संसारमा हामी पहिलेभन्दा धेरै डिजिटल रूपमा जोडिएका छौँ, जहाँ पुरै विश्व हाम्रै हातमा छ, कि हामी हाम्रै आँखै अगाडि उभिएको मानवरूपी खतरालाई चिन्ने क्षमता चाहिँ गुमाउँदैछौँ त? यो कुरामा पक्कै विचार गर्नुहोला। डिजिटल र वास्तविक जीवनको सन्तुलन कायम राखौँ, परिवारसँग संवाद गरौँ र ती सङ्केतहरूलाई कहिल्यै बेवास्ता नगरौँ।